हेलो, आज चाहिँ साकेलाको दिन। बिहानको अहिले 7:30 बज्यो। खाजा खाएर रेडी भएर कहाँ जाने? साकेला। यो चाहिँ लेखिराख्नुपर्छ यो पनि यहाँनिर टिकट गाइस। हार्दिक निमन्त्रणा उभौली साकेला। Natural hair dryer. Gambles Lane Ripley walking. Oh my god, राई हाउस? कति राई हाउस हो? रेडी। हामी चाहिँ रेडी भइसक्यौँ पटुवासँग ठ्याक्क लाएर यहाँ अहिले रक्सी हालेर हाल्ने अनि रेडी सबै। कहाँ पो राखेको के लानु लाग्यो? अलिअलि बियर पानी त कोक पानी। कति भयो हामी परेको? हामी पर्खेको हामी त 9:15 9 बजे रेडी हुन छिरेको 9:15 निस्क्यौँ सँगै छिरेको हामीसँग। अहिले कति भयो समय? 10-15 10:30 भइसक्यो। 10:30 भइसक्यो। 9:30 हिँड्नुपर्ने। 9:30 हिँड्नुपर्ने अझै। गाडीमा हावा हाल्दै ओए फाइनली रेडी। 1 घण्टा हेलो। 1 घण्टा त थोर भयो होला। 1 घण्टा ढिलो भयो। ओ माई गॉड। खोइ त अनि सुन्ता चाहिँ भन्ने गाज। सुनित भाउजू चाहिँ खै ए भाउजू त खतरा रेडी हुनु। म चाहिँ होइन क्या। ए त्यो गर्मी हुन्छ ल लिइराख न त जाडो हुन्छ। के म चाहिँ बोकिराख भरे जाडो भयो। त्यो बोका के चाहिँ? त्यो बर्को तिम्रो पनि थियो त नि बर्की। ओ माई गॉड को हो यो मान्छे? त बर्गिला चिन्ने नि त म। ओए ब्याग पनि पाएछ त। तितले बोक्नलाई ओ माई गॉड। कस्तो देखिन्छ? दाम दिएछ यार, हिरो नि दिएछ त। हँ? ए फुर्का हँ म त त्यो फुर्का नै ल्याएन छु नि त। तिम्रो ब्यागमा छ कि हेर्नु न। फुर्का त्यो लाइकको के हो त्यो? यस्तो यो लाउँ त मेरो। मलाई दुई छ त्यहाँ छ तिम्रो ब्यागमा एकचोटि हेरिदिन्छौ? मैले हेरेको थिएँ भेटेको थिएँ नि त। अगाडि म जुत्तालाई छिरेँ यार भित्र। किटी रहेछ हौ, किटी लाउँछौ? ए यहाँ छ छ। ओ माई गॉड। तैँले गाडीमा लाउला माया। टिकट पनि झऱ्यो यार। यहाँ पनि झऱ्यो झर्को टिकट। टिकट ल्यायौ? यस। ओ माई गॉड हिरो नि दिएछ त। क्रिम मिलाएन तिमीले के पनि? लगाइसकेँ मैले सनस्क्रिन। खतरा दिएछ त माया। हिरो नि भएको त। भिडियो सिडियो बनाइदिनुपर्छ। लेट्स गो। बिहान पूजा गर्छ नि त। बिहान पो खोल्नु नि। बिहान नाच्दै सोला गाड्नु पर्यो नि त। अनि पूजा गर्दै अनि त्यहाँनिर सोला गाड्नु पर्यो। हामी पहिला 10 मिनटै पुगेको। हामी ब्याक बेन्चर हो गाइज। ब्याक बेन्चर्स। आउनु है। जुरेको रहेछ। कति बजे पुग्छ भन्दैछ? 12:16 काकीहरूलाई फोन गर है हिँडेपछि भन्दैछ। मनुमेन्ट हो कि के हो? खै कहाँ होइन उनीहरू त कहाँ दरबारमा कन्सर्ट गर्न जान्ला। ओ यो हो रहेछ नि। मोनुमेन्ट फ्रम रत्न पार्क। कति घन्टामा? त्यस्तै 10 घन्टा।
हाम्रो अगाडिको होइन यो रातो यो गाडी अझै अझै फाइनली पुग्यो सुरु भइसक्यो यहाँ खानुको लागि भर्न जानुपर्ने छ खाली छ आज एकछिन टिकट कसले बोक्नु भयो मसँग छ लु कतापट्टि बस्नु नि त आमामा हो पुग्छ त यार रहेछ अनि यो त छुरे डर लाग्यो ए हजुर हुन्छ 1 2 3 4 यहाँ लाग्यो ल 5 अनि यहाँ आयो खतरा हन्ड्रेड ओ माई गड नाच्नु भने सोल्टी नि नाच्नु भन्छ न प्र्याक्टिस गऱ्यौँ हेलो हेलो अब यहाँ नाच्नु जानु बाँकी छ 1:30 घन्टा ए नाच्नु सुरु भएको छैन नाच्नु सुरु गर्नु भएको यहाँ प्र्याक्टिस गऱ्यौँ 2-3 चोटि अँ। अब उयो यो राउन्डहरू छ नि यो तिनवटा बनाएको समथिङ अँ। यहाँ अब नाच्नु पर्यो अरे यो एउटा दुईवटा तिनवटामा नाइस कति बजे सुरु 1:30 भन्नु हुँदै थियो इन्टरभ्यू लिएर जस्तै क्या भिडियो खिचेर आयो यतिकै भ्लगमा आयो भने फेरि मलाई एडिट गरेर राम्रो देखाइदिनु अब हेर न ए यहाँ हो थुलुङको हुन्छ दाजु अहिले हामी त्यतै भेटौँला नि त्यता उतै हस् हस् टेन्ट राख्ने ठाउँ खोजे अनि टेन्ट चाहिँ कसले ल्याउनु हुने त्यही हो आमामा समोसा सेलरोटी मोमो आलु हो अब कठुवाको पखाल्नु पर्छ यार कि खाइरहेको ल कस्तो हो यो खाऊ न यही छ त नि बिहानै नरिवल पानीले सफा गरेको मैले त्यो नरिवल पानीले सफा गरेको ए हो पुरा प्याक गाइस प्याक के छ अनि बस्नु सिटमा त्यो अन्डाहरू थियो नि त नि अन्डा गिलास यामहरू भेट भयो हाम्रो भाउजू दिदी यहाँ गुन दादा के अरे बेलुन कहाँ छ बेलुन शोभा दिदी डान्सिङ हाम्रो जोइ साहब हाम्रो एलिना
चान्स भइरह यहाँ चाहिँ सिल्ली नम्बर 3 रे ऊ यहाँ छ माया यहाँ पनि अर्को डान्स हुँदैछ यता ओ श्री साह्रै गर्मी भयो गाइस सेम टु सेम यहाँ चाहिँ ब्याग किनाइ भइरह हँसियाहरू बिनायो बिनायो बाजा हजुर यस यो हाइलाइटवाला चाहिँ मन परेन मलाई खास चाहिँ हाइलाइट गरेर चाहिँ राम्रो छ नि किन एकचोटि लाउ मात्रै म ट्राई मात्रै के राम्रो छैन र ए हाइलाइटर जस्तो देखियो तर राम्रो लाग्यो मलाई त किन हो यो राम्रो छ के तिम्रो तिमीलाई म त नकिने मलाई त्यही मन पर्यो यो त लिने भइसक्यो ल लियो हौ माया धेरै अड्किसक्यो घुमा एकचोटि तिमी त पोताली जस्तो देख्यो माया पोताली जस्तो देख्यो पोताली जस्तो देख्यो अघिको हाइलाइटर नै लिनु थियो नि बरु हो उसलाई है होइन ठिकै छ यही ठिक छ त हाइलाइटर राम छैन नि त किन राम्रो छैन कति युनिक छ नि कलर जे यस्तो पाए त सबैले बोकेको ओ माइ गॉड खतरा बोकेको थियो भाइले त माया जाउँ जाने बेला भयो मुढा बोक्यो अब भाउजूहरूलाई पनि आमाहरूलाई पनि बाई बाई गरियो दिदीहरूलाई चाहिँ भेट भएन बेलनाहरूलाई पनि भेट भएन जाने बेला त्यस्तो भयो त्यस्तो भएछ यो मान्छेले एकदमै यतिकै बिना फोकटमा रिसाएर चाहिँ किन हो रिसाएको छैन हौ मेरो यतिकै फेस होइन हौ के उटपटेको ट्याङ्क म गरेर उटपटाङ। माथ्यो त तिमी माथ्यो कतिवटा औला हो यो त म केही मार्दैछु कतिवटा औला यो 1.5 तिमी पुरै झ्याप त्यही धेरै दिमाग नलाग्यो ए सकिसकेको छ पसलहरू पनि बन्द भयो मान्छेहरू पनि कम अब चाहिँ मौसम पनि राम्रो भएछ बल्ल बल्ल राम्रो भयो मौसमै आइसक्रिम भ्यान स्टिल देयर बिदाई कार्यक्रम सकियो उता जानु भइसक्यो कहिले दिन जानुहुनु भएको अब कस्तो भयो अब आजको भोलि गोर्खा कप चाहिँ झन् रमाइलो हुन्छ साँच्ची बिर्से हो म त हिँड्दै हो क्या बिहानै वेलकममा खिच्यौँ न को साथ हाम्रो आजको बिदाई कार्यक्रम सकियो साकेला पनि सकियो ल है त सबैजना फर्किने मान्छेहरू कसो भयो त सिरी आज त रमाइलो भयो मजा आयो दुईजना बिस्तारी खानु पनि थोरै खाइयो त अनि सबैको हुवा खाँदा खाँदा तपाईँको अवस्था भान्जी यतिको ग्रुपबाट म त कस्तो धाउ धाउ भयो नि एकछिन त त्यही त अनि हामी त्यही भएर वाइट किन्नु है तपाईँ गाडी फाइनली ब्याक टु होम माया त्यो इन्टर मात्रै हो नि फाइनली भेट भयो है